नमस्ते गाइस, आज हामी आएका छौँ कहाँ रे? बहुत आएका छौँ। आज हामी 4 जना आएका छौँ। अनि हेर्नुहोस् यता आज यताको हेर्नुहोस् न भ्यू कस्तो दामी छ आजको। हेर्नु त यता पनि हेर्नुहोस् गाइस, यता पनि हेर्नुहोस् त कस्तो दामी भ्यू आइरहेको छ। हेर्नुहोस् गाइस, हेर्नुहोस् त बाबरे यस्तो राम्रो ठाउँ छ। यहाँको मान्छेहरू पनि यति राम्रो छन्, ठाउँ पनि यस्तो राम्रो छ भने चाहिँ यहाँको झन् मान्छेको त अब के गर्ने कुरा यार। हेर्नुहोस् त गाइस, बाबरे मन्दिर हो कि यस्तो भयो यो यत्रो ठुलो छ। ल गाइस हामी अब भित्र आउँदैछौँ, जाँदैछौँ अब हामी। हेर्नुहोस् गाइस, आउनुहोस् आइजाउँ न, आउन यता हेरौँ। त स्तुपामा आएको छौँ हामी घुम्दै, भित्र आइसकेका छौँ हामी गाइस। हेर्नुहोस् कस्तो दामीसँग अब यात्रा छ हाम्रो आजको। बौद्धसम्मको आज हाम्रो यात्रा कन्टिन्यू हुनेछ गाइस। जय माता की जय, जय माता की जय। हेर्नुहोस् गाइस, आज हाम्रो यो एकदम मजालु छ यो गाइस। आज हामी आएका छौँ कहाँ गरे? बौद्ध आएका छौँ घुम्न। हेर्नुहोस् 4 जना हामी सँगै छौँ। हेर्नुहोस् यतातिर यो ठाउँ पनि हेर्नुहोस् त, यताको ठाउँ यताको यो लोकेसन हेर्नुहोस् न गाइस, कस्तो दामी छ। हावा पनि कस्तो चिसो आइरहेको छ। आज घाम नि लगाएको छ होइन। हेर्नुहोस् त एकचोटि यो मन्दिरतिर पनि हेरिदिनुहोस् त कस्तो दामी छ होइन हेर्दाखेरि। अर्जुन तपाईँ आउन चाहनुहुन्छ? कस्तो लाग्यो ठाउँ यो? धेरै राम्रो छ है, धेरै राम्रो। म त फर्स्ट टाइम आएको है। कस्तो लाग्यो ठाउँ यो बाबा? अनि हजुरलाई यो ठाउँ एकदम लाग्यो नि राम्रो है? राम्रो छ नि ठाउँ नि, राम्रो ठाउँ छ। हेर्नुहोस् त कस्तो दामी छ, अति उत्तम ठाउँ छ नि। यहाँको कस्तो धेरै न घाम नि कस्तो न्यानो लागेको छ। हामी 3 जनाको गाइड हाम्रो काका, अनि गाइड गर्ने म छोटा गाइड, त्यसपछि अर्को गाइड उता छन् गाइस। हेर्नुहोस् त त्यही हो गाइस। अब अरू त अब के भनौँ, यस्तै छ। ल गाइस है, ल हेर्नुहोस् आइदिनुहोस् है। एकचोटि भन्न चाहन्छु फेरि पनि हजुरहरूलाई। हेर्नुहोस् गाइस, आज हामी यस्तो घुमघाम कार्यक्रममा आइरहेको छौँ। घाम नि लागेको छ दामी यस्तो। अब घाम त आइरहेका छौँ, बौद्धतिर आइरहेको छौँ आज। हेर्नुहोस् त कस्तो राम्रो ठाउँ छ। आहा हेर्दाखेरि पनि दामी लाग्यो, आउँ जस्तो लाग्ने बार। हेर्नुहोस् त यहाँ मान्छेहरू नै यति आएको छन् गाइस। आज मान्छेहरू यति आएको छन्, तपाईँहरू आउनुलाई एकचोटि हेर्नु यो ठाउँ हेर्नुहोस्। यहाँको ठाउँ, यहाँको यो मान्छेहरूको भिड हेर्नुहोस् र यहाँको मनोरञ्जनको ठाउँ बारेमा अलि आएर घुमिदिनुहोस् भन्न चाहन्छु। आज फेरि पनि स्वागत छ हाम्रो न्यू ब्लगमा। हेर्नुहोस् आज हामी बौद्ध स्तूप आएका छौँ। हाम्रो हुनुहुन्छ यता हेर्नुहोस्, हाम्रो श्री आदरणीय प्यारो सालो हुनुहुन्छ, उहाँ एउटा गणेश भाइ हुनुहुन्छ र मेरो अर्जुन कान्छा हुनुहुन्छ। सबैले हाम्रो युट्युबमा गएर सेयर, सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला गाइज। ल गाइज हेर्नुहोस् यताको ठाउँ हेर्नुहोस् त कस्तो राम्रो ठाउँ छ। आहा हेर्नुहोस् त यो गाइज, हेर्नुहोस् त आज हामी आएका छौँ। कति 4 जना छौँ है? 4 जना छौँ। हेर्नुहोस् त हेर्नुहोस् गाइज, यस्तो घाम लागेको छ। आजको दिन राम्रो छ है। आज हेर्नुहोस् त दामी ठाउँ छ, बौद्ध स्तूप आएको छौँ। हेर्नुहोस् 4 जना छन् यता। हेर्नुहोस् सँगै हेर्नुहोस् त गाइज, मन्दिर नि कस्तो राम्रो छ। हेर्नुहोस् त गाइज, हेर्नुहोस् त गाइज है, राम्रो भिडियो आउनुहोस् है। दर्शन नमस्ते, बौद्ध आएका छु तिमीलाई भेट्न। क्यामेरा हुन्छ कि हेर्नुहोस् गाइज, राम्रो छ। ल गाइज हेर्नुहोस् त यता परिवार यति राम्रो छ। हेर्नुहोस् त क्या ठाउँ छ न अर्जुन? यो ठाउँ यहाँको हेर्न, पर्यटक स्थली हेर्न, ठाउँ हेर्न कस्तो राम्रो छ। मान्छे नि यति रहेछन् बाबा, कस्तो दामी ठाउँ। मलाई नि साह्रै मन पऱ्यो। केटीहरू पनि राम्रो छन्। हो र बौद्धको आउटसाइड है। ल यो भ्यू हेर्नु न एकछिन, खोइ हेर्नुहोस् मान्छे हेर्नुहोस्, यहाँको संस्कृति, यहाँको यो के अरे रीतिरिवाज हेर्नुहोस् कस्तो राम्रो ठाउँ लाग्यो। बौद्ध कल्चर नै राम्रो रहेछ यताको। फर्स्ट टाइम आएको होइन गाइजहरू? बाई बाई टाटा। सुन्नु न, यो ठाउँको बारेमा भन्नु न अलिक केही। ठाउँको बारेमा तर यहाँ चाहिँ मलाई सबैभन्दा राम्रो भनेको यहाँको यो छ नि, यो एकछिन खोइ यताको यो ठाउँ मन्दिर छ नि यताको यो। तर मलाई सबभन्दा उ लाग्यो क्या, राम्रो लाग्यो ठाउँ यो ठाउँ। अनि यताको साइडको यो
भ्यूहरू यताको जस्तै हुन्छ नि यो मालाहरूको साइड छ नि यता हेर्नुहोस् न यता दोकानहरू अनि यो मान्छेहरू तर यहाँ ठाउँ चाहिँ एकदमै राम्रो छ गाई चाहिँ एकदम राम्रो छ ठाउँ त मलाई त एकदम राम्रो लाग्यो हजुरहरू पनि एकचोटि यहाँ यसो टाइम छ भने यसो आइदिनु होला होइन हुन्छ टाइम छ भने आइदिनु होला कसैलाई यदि गाइड चाहिन्छ भने कीर्तिपुरबाट भरत खनाल भनेर फेसबुकमा सर्च हान्नु होला र कन्ट्याक्ट गर्न सक्नुहुन्छ ओके गाइज काठमाडौँ भनेको धेरै धेरै क्राउडेड प्लेस हो है हाम्रो काका हेर्नु हामी काका यो कुन ठाउँ हो भनिदिनु त यसरी अलिकता बौद्ध हो आइदिनुहोस् हजुरहरू पनि एकचोटि यहाँको ठाउँ राम्रो छ मन्दिरहरू राम्रो छ मान्छेहरू पनि साह्रै राम्रो छन् आइदिनुहोस् हजुर एकचोटि है घरदै नेपालको क्यापिटल मल्ल पागलले घरदै बौद्ध यहाँबाट कस्तो भ्यू आएर त यो चाहिँ हाम्रो बौद्धको मेन रोड हो प्लिज कोही आउन चाहनुहुन्छ भने भन्न सक्नुहुन्छ गाइज अहिले हामी